सम्बन्ध बिग्रिने कारण धेरै पटक माया कमी होइन, शंका धेरै हुनु हो। साँचो सम्बन्धमा फोन चेक गर्नु पर्दैन, अनलाइन अफलाइन गर्नु पर्दैन, प्रत्येक कुरा प्रमाण खोज्नु पर्दैन, किनकि जहाँ भरोसा हुन्छ त्यहाँ शान्ति हुन्छ। शंका भनेको मनको डर हो, गुम्ला कि धोका देला कि भन्ने सोच। तर जब हरेक कुरा शंकाबाट सुरु हुन्छ, सम्बन्ध बोझ बन्छ। साँचो मायामा तिमी एक्सप्लेन गर्दै थाक्दैनौ, आफ्नो इनोसेन्स प्रमाणित गर्नु पर्दैन। यदि कसैले तिमीलाई माया गर्छु भन्छ तर हरेक कदममा क्वेशन गर्छ भने त्यो माया होइन, इन्सेक्युरिटी हो। भरोसा भनेको नदेख्दा पनि विश्वास गर्नु, अरूले कुरा लगाउँदा पनि सम्बन्ध जोगाउनु हो। साँचो सम्बन्धमा डर होइन, सुरक्षा हुन्छ। जहाँ भरोसा छ त्यहाँ झगडा पनि छिट्टै सकिन्छ, र जहाँ शंका छ त्यहाँ माया बिस्तारै हराउँछ। याद राख, माया शंकाबाट होइन, भरोसाबाट बलियो बन्छ।